घमण्ड र आत्मसम्मान बीचको फरक छुट्याउन नसक्ने मान्छेहरूले मलाई घमण्डी नै देख्छन्। मेरो दुःख, मेरो कष्ट, मेरो सङ्घर्ष, मेरो रोदन, मैले रोएका कयौँ रात, मेरो भोगाई र मेरो विगत मलाई मात्र थाहा छ। जरुरी छैन मान्छेको सहानुभूति पाउन र बिचरा भनी माग्नलाई मैले मान्छेको अगाडि रुँदै हिँड्नुपर्ने अथवा व्यथा पोख्दै हिँड्नुपर्ने, मैले आफ्नो दुःखहरू बाँड्दै हिँड्नुपर्ने अथवा आफूलाई मजाकको पात्र बनाउँदै हिँड्नुपर्ने। सबैको अगाडि आफूलाई दरो बनाएर जिन्दगीको हरेक चुनौतीहरूलाई लडेर डटेर सामना गरेर अगाडि हिँड्ने मान्छे हुँ म। तिमीले मलाई लापरवाह देख्लौ, घमण्डी देख्लौ, तर त्यो मेरो शक्ति हो। तिमीले मैले हिँड्नु परेको बाटो कहिले हिँडेकै छैनौ भने ती बाटोमा आएका अप्ठ्याराहरूलाई पनि पक्कै पनि भोगेका छैनौ। नबुझेको र महसुस नगरेको कुराको मूल्याङ्कन कहिले पनि नगर्नु, भुलेर पनि नगर्नु जिन्दगीमा। म मान्छेको अगाडि एउटा रूप र भित्री अर्को रूप लिँदै हिँड्ने बहुरूपी होइन नि। म जे छ त्यही प्रस्ट्याउँछु।